हेलो गाइज हाम्रो कहाँ जाने रे हामी कुमे डाँडा ट्रेकिङको डे 1 को ट्रेक सुरु भयो हामी हाम्रो रूम डबल सिंगल रूम हाम्रो दरार ए हाम्रो सुजन ब्रो यता हाम्रो हेमस ब्रो हेमस अंकल हिरो देखे हिरो हाम्रो हिरो ल गाइज हामी अब खरा डिस्नील्यान्डमा फन पार्क छिर्दैछौँ हेमस अंकल भाउजूस हाम्रो भाउजूस ल कस्तो हल्लेको स्टेबलै छैन हौ दिस इज पोखरा फन पार्क हाम्रो सुजन जोडी पनि चाहे भएको जस्तै यता आइबन्दियो भाइ यता सरी यता फेरि यता मेरो ब्लगलाई हेलो भन्दियो फेरि तपाईले लिनु त अनि ब्यास त गर्नु हेलो गाइज हाम्रो आज कुमे डाँडा ट्रेकको डे 2 हामी सबैजना निस्किसक्यो मस अंकल गेन्जी ब्रो अनि सामान सब रेडी भइसक्यो मस्त रेडी नि हैन कुमे डाँडा डे 2 होटलबाट हामी अब चेकआउट गर्न लाग्यो अनि टक्क लाएर गइन्छ डे 2 हो
कुमुरा ट्र्याक हाम्रो होटलको भ्यू सोल्टीको के नै चाप भयो क्या गिरै सरेन त्यस्तो कहाँ फोल्डर हो नि यार त्यहाँ आएर चाहिँ चुप्पै बोल्दै बोल्दैन ए फोन आएन रे आएर उठाउनु पर्छ त्यस्तो कुराहरू नउठाउ मायाको जालमा फसे कि पलायो यो मनमा खुसी माया
मायाको रङ्गमा जोगी बस्छु यो संसार भोलि अब कसरी सम्हाल्नु पाएको यो मन फेरि धड्कन्छ उनकै नामले आशाको किरण बनी आइदिन जीवनमा मुस्कानलाई चाहिदिन मेरा हरेक बिहान सुनौलो बनाइदिन आज मायाको गीत गुनगुनाउँछ यो मन अनि दर्पणमा हेर्छु देख्छु उनकै आकृतिको चित्रण के हो माया हो उसकै सपना प्यारो हो वर्णन गर्न गाह्रो हो नौलो त्यो आवाज उनको नशालु हृदयको गहिराइमा डुबेछु म एकान्तमा बस्छु फेरि आफैलाई सोध्छु म पक्का बस्ती भन्यो यो गाउँ त गाउँ तर रोज बिच भएको यस्तो गाउँ होइन हिमाचलमा यहाँको मान्छेहरू चाय पसल गइसक्यो आयो बुढी हो ए रहेछ त मेरो मोबाइल अहिले पनि मैले कहिले डाउनलोड गरेको थिएँ ए बुढी म मान्छे निकै रिसाली मुडी ऊ खान्छ तर खै कहाँ गर्छु हान्दिम न त कहाँ देख्यो हान्दिने के गर्ने यहाँबाट माथि होला जाने तर माया तिमीलाई नि दोस्रो पटक बाटो बिराको छ बोलाएर हामी बाटो बिराउने प्रक्रिया एकदम जारी छ Stay to vlog guys हामी चाहिँ अब ट्रेकिङ चाहिँ हाम्रो टुचे चोकबाट सुरु हुन्छ यो चाहिँ म्याप तपाईले सो म्याप हेर्न मन लाग्यो भने टक्क लाएर हाम्रो स्क्रिनशट गरेर लिनु होला हाम्रो ट्रेकिङ हाम्रो सुरु हुँदैछ यो यता कता तातो पानी कता जाने रे यताबाट जाने हाम्रो ट्रेकिङ अन द वे टु खुमाई डाँडा हाम्रो लगभग आज 10-12 घन्टा लाग्छ होला हामीलाई 10-12 घन्टासम्म हामी पुग्नै पर्ने छ 5.000 0 भ्यालु हाम्रो ग्यान्जी सजिना के रे भन्दै फेरि ब्लग के रे हेमसको हुनेवाला बुढी म कमाएपछि पढाइ सघाइ भएर कमाएपछि ल सही हो यो चाहिँ फेरि भ्लगमा हालिदिन्छु नि फेरि युट्युबमा ल हेलो गाइज हाम्रो ट्रेकिङ सुरु भएको 5 मिनट भयो थियो म हिँडेको 5 मिनट भयो त हिँडेको थके लाएर फेरि भने के भन्नु होला गाह्रो पर्ला जस्तो लाग्यो ट्रेकिङ गर्दाखेरि जस्तै हुन्छ जस्तो लाग्यो म ट्राई गर्छु अझै हामीलाई राति नै हुन्छ भन्ने छ खै राति नै भए पनि विल ट्राई टु रिच फास्ट वेलकम टु द गाइड 5 मिनट हिँडेको लोद्दर भयो डे 2 अफ आवर खुमाई डाँडा कस्तो लागिरहेको साथी थकै 5 मिनट हिँडेको थियो होइन सुरु हुन पाएको छैन सकिसक्यो स्कुलित 5 मिनट भयो हिँडेको ममता सक्यो बिस्तारै बिस्तारै अनि लगाइज म चाहिँ अब एक्लो भ्लगर कपाल भ्लगर चाहिँ पछाडि छ म चाहिँ पक्का लाएर फर्स्ट पुग्ने ट्राई गर्दैछु हेलो गाइज
ल हेर्नुहोस् बिस्तारै बिस्तारै खुमी डाँडाको ब्युटी देखिदियो। यो चाहिँ लोद्धर भयो नि, पोद्धर भयो नि। म क्यामेरा राम्रोसँगै सम्हाल्न सकेन गाडी, कामै रहेछ ठाडो उकालो। ल गाइस बिस्तारै बिस्तारै सानो सानो क्लिप उतारा माथि फेरि ठाडो। हेलो गाइस, डे 2 अफ ट्रेकिङ लोद्धर भइरह। के गर्ने हो भ्यू हेर्नु न गाइस, भ्यू हेर्नु गाइस, भ्यू भ्यू। ल गाइस 360 भ्यू पोखरी पोखरी हुमैको पोखरी गाइस। पौडी खेल्ने मनलाई आउनुहोस्। ल लाली गुराँसको बोट गाइस, लाली गुराँसको बोट त छ तर लाली गुराँस फुले छैन। लाली गुराँस फुल्ने चैत वैशाखमा होला। ल गाइस हामी हिले खर्का आइपुग्यो। यो पछि बनाएको भिडियो पहिला बनाउनु बिर्स्यो अनि पछि बनाएको ल हिले खर्का आयो। दिस इज हिले खर्का। यो हिले खर्का हो अघि नै हिले खर्का। यहाँ हिले खर्काबाट अब 5-6 घन्टामा लाग्छ, अझै 4-5 घन्टा 5-6 घन्टा। गाइस सी यू। हेलो गाइस, खाना खान लाग्यो हिले खर्कामा। अहिले दिउँसो कति बज्यो रे? 2:30 भएछ। खाना लाग्यो। दा ममता सुजन खानामा के छ? पापड मासु पापड भात दाल चिकन। अनि ममता सजिना हेमस अङ्कल गेन्जी ब्रो। नेपाली ल गाइस हामी भात खान्छौँ। गाइस हाम्रो ब्लगिङ सुरु हुँदैछ, हामी बिच बाटोमा पुग्दैछौँ। अहिले यहाँमा रेनफल भइरहेको छ, थोरै पानी परेछ। हाम्रो टोलीहरूमा अझै एकजना थपे हाम्रो टोलीमा। यो पछाडिको त्यो काले एकजना हाम्रो ब्लगिङ। यसो पानी परेको त्यही भएर यस्तो मोबाइल निकालिदिएको नसक्दा नि गाइस। सो गाइस स्टे ट्युन है। टक्क लाएर भट्टा खाएर घुम्नु डाँडा। स्नोफल भयो भने ठिकै हुन्छ, रमाइलो हुन्छ। केही छैन, धेरै पानी ठुलो पानी नपरोस्, स्नोफलसम्म होस्, केही छैन। ल कति घन्टाको उसपछि बादल गाइस पानी परिरहेछ। पानी परेको जस्तो त लागेन तर पानी परेछ गाइस। सियु गाइस, हामी हिँड्दैछौँ खुमै डाँडा। ट्रेकिङ भनिन्छ। ट्रेकिङ के भन्छ? म बोल्दा उल्टे सुल्टे जे पनि भन्यो भने नराम्रो नसोच्नु होला। अहिले कन्डिसन नै त्यस्तो छ।
बोल्न सक्छ नसास फेर्न सक्छ। बाटो यस्तै हो खुमेरा ट्रेल। पानी परिरहेछ, सिमसिम पानी परिरहेछ, बादल लागिरह। यस्तै हो भने पानी के यस्तै हो भने बेलुका हिउँ पर्न सक्छ। लेट्सी के हुन्छ भाग्यमा हिउँ लेखेछ कि घुमेर नआउँदाखेरि के लेखेको छैन। तर जे जस्तो भयो नि हार चाहिँ मान्नुहुन्न, हिँड्नुपर्छ। स्टे मोटिभेटेड। त्यो एउटा डायलग छ नि गाँड फट गयो होला, त्यस्तै भइरहेको गाइज। गाइज एकदम कमिट आफ्नै रिस्कमा आउनु होला। यस्तो खतरा छ, दामी छ, सक्छ भन्न सक्दैन यो। गाह्रो छ तर स्टे मोटिभेटेड गाइज। सो म एक्लै अगाडि आइरहेको छु, मेरो साथीहरू धेरै पछाडि छ, लगभग 15-20 मिनट ग्यापमा त होला। अँधेरो पर्न लागेको छु र म चाहिँ साथीहरूलाई यसो उज्यालो ठाउँ खोजेर जङ्गलको बिचमा होइन अलि खुल्ला ठाउँ पुगेर अनि म साथीलाई कुद्छु गाइज। यही हो। हेलो गाइज, अहिले कति बज्यो? सुन कति बज्यो? 5:25 भइरहेको छ। स्टिल 3 more hours to go. लाली go start ने हाँ। गाइस लो 5:30 होने लाया। Stay motivated. You can do it. Yes, you can do it. Guys, yeah. गाइज मौसम यस्तो छ, मौसमले आज पानी पर्छ जस्तो हो। लाली गुराँस गाइज छोड त हेमस, छोड हेमस त्यहाँ नछोड न ब्लग गर्दा। ए हाम्रो गेन्जी ब्रो देउराली हिल। दिस इज सुजन यार, दिस इज ममता। अब यहाँबाट जानु, यहाँबाट लगभग 1 घन्टा जति लाग्छ। त्यहाँ टी हाउस छ, यहाँबाट अब स्टेसन गर्नु। कति लाग्छ खुमै पुग्ने? यहाँबाट 3 घन्टा। 3 घन्टा बाटो कस्तो छ? साली उकालो ठाडे होइन नि, अब त्यसो यहाँबाट ओह्राल झर्नु, फेरि तेर्सो जाने, अनि अलिकति उकालो तेर्सो। तर लास्टमा चाहिँ हिँडको तेर्सोबाट हिँडेपछि आधा घन्टा छक्रक्क लाग्छ फेरि। हो केही छैन, आधा घन्टा 35 मिनट त यस्तो छाडे फेरि। बरु लौरो टेकेर जानुहोस् लौरो त लौरै हो क्या। दाइ दाइ मेरो अङ्कलहरू भन्नु त साउनी थियो, म 43 वर्ष पुगेको। मेरो मनगाजी ठुलो मन भएको रहेछ नि। म भारी बोकेर गएर उहाँ खुमे पुगेर आएको। के आज हिउँ पर्छ, आज हिउँ पर्न सक्छ र म कति 9 बजे घाँचुकडी हिँडेको भारी बोकेर थियो 35 किलो। के अरे आज हिउँ पर्न सक्छ यस्तो मौसम? हिउँ त माथि परेछ, पर्यो कहाँ? त्यही हिउँ परेर हामी थन्केको नि। आज के अरे खुमैमै हिउँ पर्यो? खुमेकै जाँडामा आज यता त पानीको छिटो मात्र आएको यहाँ माथिबाट। यहाँसम्म पानी नगएर माथि त पुरा हिउँ परेको थियो। बाक्लै छ कि गएर भिडियो हेर्न सक्नुहुन्छ। हेलो गाइज, वेलकम टु द गुड नाइट भइरहेको हामीलाई यहाँ। वेलकम टु गुड नाइट भयो। यता ममता, हाय हेमस अङ्कल, सुजन, सजिना, वेलकम टु गुड नाइट भइरहेको।
हेलो गाइज अब हामी मर्दी हिमालको मर्दी ट्रेकिङ सकेर खाना खाएर रेस्ट गरिरहेछौँ हाम्रो चिम्नी कपडा सुकाएको तातो पानी चिम्नी हाम्रो होटल हेमस अङ्कल वेलकम टु खुमै डाँडा ओके